हेलो गाइस, तपाईहरुलाई मैले भिडियो बनाएर आज शेयर गर्दैछु एसआईआरको बारेमा। अहिले भन्नु हुँदैछ कि 6 नम्बर फर्म नभर्नु अरे, एप्रिल नगर्नु अरे, हो अनलाइनमा पनि नगर्नु अरे। त यो रिजन चाहिँ के हो र? अनि विशेष गरी रासन कार्डहरु पनि काटिँदै जाँदैछ नागरिकको हाम्रो। अनि त्यहाँबाट हाम्रो यहाँ अब अलि दिनमा हाम्रो आधार कार्ड पनि काटेला, के कुरो बैंकको एकाउन्ट पनि हाम्रो, बैंकको पासबुक पनि हाम्रो सिस होला, के नहोला। अनि तपाईहरुले यो मेरो भिडियोलाई शेयर गरिदिनु होला, तपाईहरुले भिडियोलाई बुझेर। अनि अहिले हाम्रो चाहिँ अब डिलिटेड हुनेहरुको चाहिँ के रिजन छ र के गर्नु, कुनै एप्लाई गर्नु, एपिल गर्नु, त्यहाँ भन्नु हुँदैछ, बताउनु हुँदैछ कि यस्तो यस्तो गर्नु, अनलाइनमा फर्महरु जम्मा गर्नु, अनलाइनबाट गर्नु। यो सबै कुरो मोबाइलमा रिजनहरु बताइदिएको छ भने यतिजनाले कमेन्ट गरेर, यतिजनाले भिडियोहरु बनाएर शेयर गर्दैछ मान्छेहरुलाई। अनि त्यसको चाहिँ यहाँनिर हाम्रो जो बसेको अहिले मन्त्रीहरु छ, शुभेन्दु अधिकारी, त्यसले चाहिँ यो रिजन किन नबताइदिएको कि हाइकोर्टमा गएर यो अपिल गरिदिनु भनेर हाम्रो यो एसआईआरको बारेमा राम्रो कुरो। कसैको बाबेको, आमैको, कसैको बाउको भोटर कार्डमा डिलिटेड भइरहेको, के अरे नाम काटेको छ, जसको 2002 को लिस्ट दिँदा पनि भएको छैन। अनि त्यसको रिजन हस्बेन्डपट्टिबाट जो भोटर आइडी बनेर आएको छ, त्यसको त्यो रिजन के हो? त्यसको फेरि न्यू 6 नम्बर फर्म भरेर न्यू एप्लाई गरेर न्यू भोटर आइडी बनेर आयो भने चाहिँ त्यति नै हामीलाई रिक्वेस्ट छ कि न्यू बनेर आयो भने हाम्रो सबै कुरो पाओस्। अनि सबै यो स्किमहरु निक्लेको छ, नयाँ स्किमहरु निक्लेको छ, त्यो पनि हामीलाई पाओस् हैन। त्यही चाहन्छौँ हामी नागरिकहरु। अनि यस्तो गर्दा त हामीले कुनै जिनिस पनि पाउने हकै छैन महिलाहरुको। त्यो तपाईहरुले भिडियो हेरेर शेयर गरिदिनुहोस् होला कि यो रिजन राम्रो लाग्दैछ कि राम्रो लागेको छैन, अरूलाई शेयर पनि गरिदिनुहोस्। म यति नै भन्न चाहन्छु। धन्यवाद।